म गर्नुपर्छ, यहाँका 80% हिन्दू मूलवासी मंगलहरूलाई बिउजाउनु पर्छ अनि यो देशबाट मुक्ति दिलाउनु पर्छ भन्ने हेतुले उहाँले गर्नुभएको संघर्षको योगदानको कारणले गर्दा आज हामी यसरी बोल्न पाउने, लेख्न पाउने अधिकारहरू प्राप्त भएका छन्। यो चान्चुने कुरा होइन। यो देशमा लोकतन्त्र आउनु भनेको अहिलेका मान्छेहरूले, अहिलेका व्यवस्था प्रणालीमा सत्तामा आसीन व्यक्तिहरूले यो गणतन्त्र ल्याउनुमा चाहिँ मुख्य भूमिका हामी माओवादीको छ भनेर भन्छ, तर त्यस्तो होइन। यो देशमा लोकतन्त्र आउनुमा अदृश्य रूपले मंगोल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूको योगदानले गर्दा यो देशमा लोकतन्त्र आएको हो। यो कुरा हामीले भुल्नु हुँदैन। हिजोको दिनमा म पनि एउटा अन्धभक्त भएर माओवादीको पछाडि लागेर काम गर्दै आएको थियो, तर वास्तविक नेपालको राजनीतिक त्यो धारातालमा टेकेर होइन, यो बाटोमा अप्नाउनु पर्ने रहेछ भन्ने कुरा मेरो मगज दिमागले भ्याएपछि, यो मंगलवाद दर्शन पाइसकेपछि बल्ल म सही ट्र्याकमा आएको रहेछ भन्ने कुरा मैले अहिले अनुभूति गर्न पाएका छन्।